हेलो साथीहरू। आज भने बिहान मैले सलिफा टिपेर पकाउनको लागि राखिसकेँ साथीहरू। यता माइततिरबाट भने बुवाले अम्बा ल्याइदिनु भएको थियो। यसलाई चाहिँ के भन्नुहुन्छ, हामी चाहिँ बेलौती नै भन्छौँ ल साथीहरू। बेलौती खान लागि छोरीले मम्मी त चुकिलो छ गरे, यो रातो खाउँ न त गुलियो छ, रातो खाँदैछु नि मिठो रहेछ गरे हेर्नु न, मिठो छ भनेर। यता छोरोले पनि उठ्ने बित्तिकै बेलौती पकाइहाल्यो साथीहरू। अनि यो चुकिलो छ बाबु, यो खाऊ भनेर उहाँ दिँदैछिन्, दिदीले भने। अनि बुवासँग बसिरहेको छ छोरो भने बेलौती खाएर मिठो मानेर खान्छन् कि साथीहरू। यस्तो अर्ग्यानिक फलफुलहरू चाहिँ मेरो छोराछोरीले अरू नखाए पनि। यता फेरि देवर भाउजूको गफ चलिरहेको थियो, मैले फेरि यसो भिडियो बनाइदिउँ न त भनेर मैले नगराउ न भन्नुहुन्थ्यो। जेठानी दिदीले चाहिँ यता तरकारी पकाउँदै थिए साथीहरू। छोरीहरूलाई पनि रेडी बनाउँदै थिएँ। छोरीहरू रेडी भनेर खाना पस्किसकेँ मैले भने। पुरै भिडियो चाहिँ मैले खिच्नै पार्न साथीहरू। जहिले पनि बाई बाई।